यहाँ पाउरोटी दल्नु नसके बेलामा चिलाएर केरा हेर्नु नपाए बेलामा जाँठा हान न माइले काइला आइनाछ भने लु भन राईमाझी छेत्री जेम्स बेबी मलाई एउटा चुप्पा हाने भए म देखाइदिन्थेँ तामाङनीको भुत्ला अलिअलि भएको पिल त्यस्तो नभन है लाज पो लाग्यो यार इजामै न्यार्नीको छेत्री न्यार्नी कस्तो रहेछ हेर्नु ल अनि न्यार्नीले पनि छेत्रीको हेर्नु ल अब खै रुन्चीले त छ यार हेर आऊ त्यस्तो छैन भने त त्यो त अलक्षिण हुन्छ अरे हौ अलिअलि त हुनुपर्छ अरे अलिअलि तपाईँ मात्रै हो गफ मात्रै जाँठा के हाने त्यो गफ मात्रै चाहिँ नभन है तिमीले फेरि मुला चाहिँ एक रोज हाने नभन है जेम्स के बोलेको हो एक कोइन हानेको छैन गफ मात्रै भन्छ पहिले 1K हानेर अनि मलाई भिसी गर्नु लगाऊ अनि गरेन भने भन ल अचम्म फ्रीमा चाहिँ कसले देखाइदिन्छ तिमीलाई फ्रीमा देखाउनु पर्ने यहाँ आफ्नो पाउरोटी फुरफुर भएर के गरौँ कसो गरौँ कता दलौँ भएको बेलामा जेम्सले भेट्छ ल है कुट्याएर दरो ए मलाई लेबरै नभएको खातेसँग पो म्यासेज गरिरहेछ तेरीमा टोक्ने तँलाई डेमो तेरै आमाको हेरै मुजी गएर चाँठा जा मलाई म्यासेज त्यो नेवानीलाई उतै भन यता आएर नभन ल नेवानीले कोठा मिलाउँदैछ अरे तिमीलाई फ्रीमा फ्यात्ता हान्ने बित्तिकै जता पाए त्यतै रोडमै देखाइदिनु त हान्नुपर्छ नि डाइङै अचम्मै रहेछ मलाई चुप्पा हान भने त ठिक्क परेछ मलाई चुप्पा हाने भने देखाइदिन्थ्यो त अनि अन्त 300 मा त कहिले देखाउँछ 300 मा त देखाउन मिल्दैन राजा जेम्स जी यो नो नेम जाँठालाई त अहिले मैले 5 हात मेसेज गरेर अघि बिहान झुलाएर अहिले तिम्रो गेडा पडक्क पारेर फुटोस् नि रिस उठ्ने किरै परोस् तिम्रो गेडामा त सेतोतिर तिम्रो त स्याउ तिम्रो त कालो रिट्ठाको गेडा जस्तो होला त्यसमा सेतो किरा परोस् मुर्दार आयो एकजना उतालाई हेर्नु पुतली लभरले कान्छीलाई पो ट्याग रुन्चीलाई ट्याग पुतली लभर हामीलाई त पुतली लभरले त गर्छ नि कोही नाने केरा लभरलेहरू हान्दा ट्याम्मै हुन्थ्यो नि गर्नलाई यस्तै यस्तै खातेपाते झारपातेले गर्ने मलाई पनि म त एउटा चुप्पामै देखाइदिन्छु हान न हौ मुलाको सागहरू म त एउटै अब एउटा चुप्पा त हान नसकिन्छ यिनीहरू के भन्नु हान त लेबल सेबल रहेनछ हिजोमा के अरे उसलाई जेम्सले चाहिँ उता हाने थ्याङ्क यू अब जेम्स अब पनि करायो भने तिम्रो गेडा फुट्छ है अब एउटा चुप्पा हाने त म सर्लकै फर्लकै पारिदिन्थेँ जेम्स अब एउटा चुप्पा हानु म भिसी नै गरिदिन्छु म त एउटा चुप्पामै फर्लकै पारिदिन्छु निलेलाई हामीले त कोही रहेनछ हान्ने पनि एउटा चुप्पा भन्नु जेम्स बेबी अब एउटा चुप्पा हान्दिनु न म भिसी नै गरिदिन्छु क्या जेम्सलाई एउटा चुप्पा दिनु कोही रहेनछ जिन्दगीमा प्रभु डेमो दिन्न म भिसी नै गरिदिन्छु अब एउटा चुप्पा डेमो भन्दा भिसी नै मजा हुन्छ त केटाहरू पल्टाइ होइन उल्टै पल्टाइ अनि खेलै गरिदिन्छु क्या जेम्स खेलै मजाले अब एउटा चुप्पा हान्नु न जेम्स खेलै देखाइदिन्छु क्या जेम्स बेबी हान्नु त म डगी कट हानौँ रे ल 1K 2K हान त राजा डगी कट उत्तानो कट घोप्टे कट सबै हान्नुपर्छ ल उत्तानो कट ठाडो खुट्टा कट फ्या कट तेर्सो कट बाङ्गो कट डगी चाहिँ मन पर्छ हो मलाई पनि डगी मन पर्छ नि डगी मन पर्ने जेम्स बेबी अब एउटा चुप्पा हान्दिनु न जेम्स
मनपर्छ नि एकचोटि फेस टु फेस भेट्यो भने हुरुक्कै पारेर भुतुक्कै फ्यात्तै भुइँमा सुताइदिन्छ होला डगी भन्दा जोडले हैसा गरेर प्लात्त भुइँमा पसारिदिन्छ होला त्यो अहिले भेटेको छैन र पो मनपर्छ यो पनि मनपर्छ एउटा चुपा दिनु जनकजी त्यो नि मनपर्छ भने भरे भेटोस् त डगी कटले केटाहरूले एकचोटि इन्डियामा एउटा काण्ड उयो भएको रहेछ नि त दिदी अझै होइन त्यो केटी पनि झुन्डेर मरेछ है मैले त छैन त हेरेको मलाई व्हाट्सएप नम्बर पठाइदिनु म पठाइदिइहाल्छु हेर्नु पुतरी लबर मुजी तेरो आमाको हेर्न जा पुती चाँठा रिस उठ्छ त्यो मुलाले के भनेको त त्यो मुला मेरो भिडियो हेर्न जान मुला खाते डाइरेक्ट बोल्छ जाँटी खाते खाती नि मेरो भिडियो हेर्न जा त मेरो रियल भिडियो छ खाते रिस पो उठ्छ म त पहिलेको हेर्छु म्यासेज हेरे गर्छु एउटा चुपा दिनु न जनकजी अब चाहिँ लेख्दैन होला भन्छु फेरि पनि त्यही लेख्छ फेरि लेख्दैन होला भन्छु फेरि पनि त्यही लेख्छ अनि के गर्नु मुर्तालाई डाइरेक्ट नबोल नि त्यसो मिलाएर बोल न यार अरे रुन्ची हेरेन आफै त जाँठा पनि अहिले उडाइदिन्छु नि मजाले 5 बित्ता म्यासेज गरेर आउँछ मलाई एक कोही हान्दैन तेरो तुरी पनि कुहिहालोस् बज्या स्पोर्ट्स म त त्यो मान्छे आएर थपक्क बसेर हुनुहुन्छ नि माथि बसेर केही पनि हुँदैन मनी त यहाँ थपक्क बसिरहेको छु बोलेको वास्तवमा नबोलेको भए त मलाई केही वास्तै लाग्थेन मेरो नाम मेन्सन गरेर हाँस्यो भने तिमीलाई मैले उडाइदिन्छु नि मेरो गरिदिन्छु किच्छु त हान जाँठा नने मैले रिस पो उठ्छ म फेरि मेरो नाम मेन्सन गरेर हाँस्यो एउटा चुपा हान न अब उडाइदिन्छु तिमीलाई पख एउटा चुपा हान छिटो त्यहाँ हेर त तिमीलाई मेन्सन गर्दै हाँस्दै गऱ्यो भने चाहिँ के हुन्छ खान न जाम यार तिमी के को माथि बसिरहेछौ थला परिसक्यो पनि राई माझी खै को झरे थाहा भएन यस्तो के अब राई माझी भनेको छेत्री हो नि त मगर नि अनि हेर अनि टक्क लाएर अब यति लामो हुन्छ एक हातको अनि हेर अब उसको यति लामो हुन्छ म त अहिलेसम्म भिसी गरेर आएको तुमै एउटा माछाको भिसी कम गाह्रो पर्यो पनि गाह्रो हुन्छ नि म त मजाले गरेर केटाको त लामो रहेछ स्वाद पर्यो मलाई त रातो रातो रहेछ एक बिताको थियो चुस भन्छ चुसिदिन्छु उता टुक भन्छु त्यस्तै भन्छ अब केटाहरूले त मजाले गरे यार अब फेरि आएर हानिदिन्छु ल मगनीलाई धरनको मगनीलाई स्कुटर किने धेरै राम्रो थियो कहाँ गयो अब चाहिँ तिमी मेरै हुन्छ होला भन्छ ल भनेको छु निन्द्रा लागेको अरे हेरिदिएर आएको मजाले हेर डेली कस्टमर तिमीलाई म डेली 6,000 हानिदिन्छु तिम्रो पाउरोटी पनि राम्रो रहेछ भन्नु नि हो अनि कति माया गरेछ त नि अब जाने होला आउरे आजहरू जाम आवाज मलाई माथि तान न भनेर म्यासेज गरिरहेको थियो मलाई त लिम्बुनीले खतरा भिसी गर्यो भनेर म्यासेज गरिरहेको थियो त्यो मान्छेले मलाई पनि अनि फेर भिसी गर्नुभन्दा अगाडि यसो बाथरुम साथरुम जान मन लाग्छ गिरी एकचोटि एकचोटि रे हान्नु त जाम वान्स मोर चुप्पा भन न फेरि गोपाल जाम भिसी गिरी हान्दिनु न त भने हामीलाई मेक्से हान्नु अनि जानु गिरी अब एउटा मनिगन हान्दिछ त मलाई
गाइस सबैजना ट्याप 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 अनि निक्लिने गाइस सबैजना ट्याप 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 गाइस यत्रो मेसेज केही नजाँदो रहेछ गिरीलाई त जान्छ केही नजाँदो रहेछ गिरी हान्दिछु म नम्बर दिन्छु ल अब चुप लगाएर गइहाले त अब छोड्देऊ न त जामै जाम बिसी होइन सर्लकै फर्लकै पार्नुपर्छ है राजाहरूलाई जाम बिसी जामै जाम 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 बिसी सर्लकै फर्लकै पारमा है राजाहरू खेलै देखाउनुपर्छ है खेलै ल जाम त्यही त त्यो रुन्चीको बोलीले हानेको होला त्यसले अघि लिम्बनीको बोलीले हानेको छैन प्राइभेट आइडी छैन मैले फलो प्राइभेट आइडी छैन हो छैन प्राइभेट आइडी मोहनगिरीको छैन मैले फलो सलो केही गरेको नि त खै मेसेज जान्छ मजाले जान्छ मेसेज हानेर के छ मोहनगिरी छ त्यसले न मेसेज नगरिकन त्यसलाई हान्दैन त्यो मुखको भरले कहाँ हानेको उसले मेसेज नगरिकन कहाँ हान्छ हो मलाई के अरे नम्बर सेन्ड गर भन्दै थियो त्यो मोहनगिरी चिन्छ त मलाई पनि नम्बर माग्दै नम्बर सेन्ड गर भन्दै थियो मेसेज नगरी हान्छ ओए म पख है म त्यस्तो झुटो बोल्दिनँ ल म तिमीलाई हालिदिन्छु पख यहाँ हेर तल त त्यही भनिरहेको थियो क्या नम्बर सेन्ड गर भन्दा भनिरहेको थियो एउटै चुप्पामा म नम्बर दिन्छु भनिरहेको थिएँ नि त त्यही भएर उसले बिसी ए लोक पठाउन मिलेन म यो सुमिलाई हालिदिन्छु ल मिल्छ कि मिल्दैन ल मलाई किन हाल्यो मलाई भयो छोड्देऊ गाइस सबैजना ट्याप 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 गोपाल जामै जाम बिसी ट्याप ट्याप गरिदिनु न गोपालजी बिसी जाम त जाम यस्तो भन्छ नि त फलो नगरिकन मेसेज नगरी हानेन भन्छ हेर त सुमी गरेछ कि छैन मैले भन त मैले त भने पनि छैन हो जाँठी तिमीलाई के गरे रहेछ कि रहेछ त्यो चाहिँ हेर भने मात्रै हो कि ल तिम्रो चित्त बुझाइदिन्छु जामै जाम बिसी होइन तल कमेन्टमा त त्यही भनिरहेको थियो त्यो मान्छेले कमेन्ट गरे कि त्यस्तै बोलिरहेको थियो अहिले तुको तु भने अनि त्यसले हाने के हत्तलेर हाने खाली छ फलो केही गरेको छैन कि मैले फलो नि गरेको छैन मेसेज नि गरेको छैन उसले त हत्तले तर फेरि हेर साथीहरूलाई किन झुक्काउने यार गरेको भन्दा भइगरी यस्तो हो नि त यो लिम्बुनी र रुन्ची त खतरा बोल्छ मलाई त बोल्नु खोज्छु आउँदैन हो म पनि बोलिदिउँ कि जस्तो लाग्छ बोलीको भरले हानेको उसले मलाई बोलीको भरले हानेको हो कि उसले मलाई फलो नि गरेको छैन मेसेज केही गरेकै छैन रुन्चीको बोली नै कस्तो छ त हो यार डेन्जर छ अनि अनि त्यो बोलीको भरले हानेको उसले मलाई बोलीको भरले हानेको के रुन्ची मलाई भने हेर है फेरि म तिमीलाई हालिदिन्छु तिमीलाई चाहिँ कसले के भन हो त्यस्तो जामै जाम बिसी ल है राजा ए लोकची जाम बिसी ए लोकजीले पनि कहिले लान सक्ने भएन यार बिसीमा तेरिका लोकजी जामै जाम बिसी चस्मामा जाने क्या लोकजी चस्मामा मलाई त के भएको जो पनि नम्बर मात्र माग्छ यार म त वाक्क लगाइसकेँ मलाई त लोकजी चस्मामा जाम बिसी चस्मामा कसले मागे तिमीलाई चाहिँ फेरि मलाई त्यो पहिला हामीले त धेरै म्यासेज गर्नु परेन क्या 3टा गोल हान्थ्यो नि त्यसले त धेरै म्यासेजै गर्नु परेन ठ्याक्कै हानिहाल्यो पछि हामीलाई चाहिँ अब राम्रो छ 2-3जनालाई हानेको थियो नि पछि हानिले चाहिँ बरु टाइम लाग्यो कि त्यसलाई चाहिँ भन्नलाई पहिलाकोले त फ्याटफुट गरिहाल्यो के अब के 100मै त जानु होला नि म त अब त 600मा जाऊ न जान्टी 600मा अब ल 600मा अब के 600मा जानु र उ 4 बजेको अब 600मा गएको किन 4 बजे बसे भिसी गर्न नहुने हो र तिमी भिसी गर्न त हुन्छ अनि यसो भाँडाकुँडातिर हेर्दाखेरि नि हात पिरो हुन्छ नि त तिम्रो बाजे अनि यसो पाउरोटीहरू चलाउँदा पिरो हुन्छ नि त त्यही भएर गाह्रो छ गाह्रो